अब प्रिभियसली भिडियोमा हामीले क्लासिफिकेसनको बारेमा बुझेको थियौँ हैन। अब लजिस्टिक रिग्रेसन भनेको नि एउटा क्लासिफाई गर्ने एउटा तरिका नै हो। त्यो क्लासिफिकेसन र लजिस्टिक रिग्रेसन काइन्ड अफ सेम कुरा नै हो भनिन्छ हैन। अब जस्तै अघिको भिडियोमा हामीले देखेको थियौँ, यो जुन यसरी लाइन प्लट गरेको थियौँ, त्यो लाइन प्लट गर्नुको सट्टामा मैले के गर्दै त एउटा यस्तो काइन्ड अफ एउटा फंक्सन छ। यो फंक्सन भने सिम्पली यो यसरी प्लट गरे हैन। अब यो प्लट गरेको यो जुन अब सपोज मलाई भनौं मेरो यति ट्युमर साइज छ भने यो ट्युमर साइजमा मेरो यो म्यालिग्नेन्ट हो कि नै भनेर थाहा पाउनु पर्यो नि। सपोज ल यो के छ भन्दाखेरि यो मेरो ट्युमर साइज सर्टेन भ्यालु छ हैन। त्यो ट्युमर साइजमा मेरो के भन्छ यो म्यालिग्नेन्ट हो कि नै भनेर थाहा पाउनु छ भने यो 0.7 छ। 0.7 भनेको मोडलले 0.7 देखाउँछ, मतलब लगभग 1 तिर रिच हुँदैछ नि। भनेपछि यो ट्युमर साइजमा यो म्यालिग्नेन्ट हुन सक्छ भनेर प्रेडिक्ट गरिरहेको हो कि 0.7 चाहिँ यसले देखाएको। 0.7 70% चान्स छ म्यालिग्नेन्ट हुने। अब हजुरहरूलाई म्यालिग्नेन्ट भनेको चाहिँ अलिक कन्फ्युजन भइरहेको छ भने बायोलोजी स्टुडेन्टहरूले सायद थाहा छ होला। म्यालिग्नेन्ट भनेको चाहिँ यो ट्युमरको नाम हो के। यदि त्यो ब्रेस्ट क्यान्सर हुनलाई यदि ब्रेस्ट क्यान्सर हुन्छ भनेर थाहा पाउँछ अनि यदि त्यो ट्युमर म्यालिग्नेन्ट छ भने चाहिँ यो मान्छेले चाहिँ यो पर्टिकुलर पेसेन्ट चाहिँ ब्रेस्ट क्यान्सर छ है यसलाई भन्ने कुरा चाहिँ प्रेडिक्ट गर्छ कि जस्ट एउटा ट्युमरको नाम हो है म्यालिग्नेन्ट, त्यस्तो ठुलो केही हैन। अब यहाँ यो जुन छ नि यो जुन हामीले यो के भन्छ प्लटिङ देखिरहौँ, यो प्लटिङ चाहिँ हाम्रो म्याथमेटिकल एउटा फंक्सनसँग मिल्छ कि। त्यसलाई चाहिँ के फंक्सन भन्छ भन्दाखेरि सिग्मोइड फंक्सन भन्छ। सिग्मोइड फंक्सनको भ्यालु चाहिँ जहिले 0 देखि 1 को बीचमा लास्ट गरे हुन्छ। अनि त्यो बुझाउनको लागि चाहिँ यहाँ -3 देखि +3 सम्म एउटा डेटा लिएको छ हैन। अनि अब त्यो जुन यो सिग्मोइड फंक्सन छ नि त्यसलाई चाहिँ हामीले यसरी रिप्रेजेन्ट गर्छौं, gz = 1/1 + e⁻⁻z। अब z भनेको चाहिँ के हो भन्दाखेरि अब मेरो सिम्पली इनपुट हैन। अब यदि z को भ्यालु एकदम धेरै भयो रे हैन, एकदम ल 100 छ रे, 100 भयो भने के हुन्छ त भन्दाखेरि अब g100 भनेको 1/1 + e⁻⁻100 -100 e⁻⁻100 भनेको के हुन्छ, त्यो एकदमै स्मल नम्बर हुन्छ नि। लगभग एकदम स्मल नम्बर हुन्छ, त्यसलाई मैले जोडे भने पनि 1 नै हुन्छ। भनेपछि धेरै भयो भने के हुँदो रहेछ त 1 तिर एप्रोच गर्दो रहेछ यो फंक्सन। सिमिलरली अब -100 लिगे भने के हुन्छ त भन्दाखेरि यो e को भ्यालु एकदम लार्ज हुन्छ हैन। अनि लार्ज +1 भनेको लार्ज नम्बर हुन्छ नि, 1 बाइ लार्ज नम्बर भनेको 0 तिर एप्रोच गर्छ। भनेपछि के हुने रहेछ त भन्दाखेरि यो 0 तिर एप्रोच गर्ने रहेछ, नेगेटिभ एकदम लार्ज नेगेटिभ लिग्यो भने। अब यो चाहिँ त्यो त भयो सिग्नम फंक्सन हैन। अब यहाँ एउटा जुन fw,bx भन्ने स्ट्रेट लाइन छ नि, यहाँबाट एउटा पास हुने स्ट्रेट लाइनलाई चाहिँ के गरिन्छ त भन्दाखेरि यो जुन छ नि यो z छ नि, z को थ्रु पास गरिन्छ कि z w वेक्टर प्लस x प्लस b गरिन्छ हैन। जुन चाहिँ के गरिन्छ त भन्दाखेरि यो जुन सिग्मोइड फंक्सन छ नि, सिग्मोइड फंक्सनमा पास गरिन्छ र जुन त्यो पास गरिन्छ नि त्यो यो z को सट्टा हाम्रो के हुने भयो त w.x, यो भनेको डट प्रोडक्ट प्लस b भयो हैन। यो जुन fw,bx छ नि यो वाला हैन, यो छुट्टै हो है। यसले जुन अब यसलाई यसमा हाले नि 1/1 + e⁻⁻w.x + b भयो नि, हो यो जुन फर्मुला छ नि हो यो भनेको चाहिँ लजिस्टिक रिग्रेसन हो। यसले चाहिँ हाम्रो लजिस्टिक रिग्रेसन मोडल बनाउनलाई हामीले यो फर्मुला युज गर्छौं है त। यही नै हो लजिस्टिक रिग्रेसनको केही इन्फर्मेसन जुन म मसिन लर्निङ लर्न गर्दा सिकेको र अब मैले कति सिकेको छु हजुरहरूलाई सिकाउन खोजेको। द्याट्स अल, थ्याङ्क यू सो मच फर वाचिङ अप टु हियर।